सयपुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भइदिएका मेची महाकाली। स्वागत गर्दछु। त्यसैले मलाई यो महान सेमिनारको आयोजना गर्ने आयोजक अर्गनाइजेसनको लक्ष्य, उद्देश्य र गतिविधिहरूको केही परिचय गर्न म दिन चाहन्छु। पुरा मिलाएर यसलाई हामीले शान्ति अभियान भन्ने हस्बैन्ड र वाइफ हारेर किन बनायो? हारेर हजारौँ बनाउँदै हिँड्नको लागि बनाएको एउटा एउटा कमाउनलाई होला। The conclusion of today's seminar is that we are here for discovering peace. We will look forward each and every way in a positive way, and we are expecting a furthermore lecture from our leaders. We are truly grateful for each and everyone here. Thank you so much for your presence. Thank you. हामी युवा भनेको भोलि देशको एउटा खम्बा हो कि शान्ति ल्याउनको लागि हामी जस्तो युवाहरूले अगाडि बढ्नुपर्छ कि हामीले हाम्रो भविष्य सुन्दर बनाउनलाई देशको पनि भविष्य सुन्दर बनाउनुपर्छ। हाम्रो नेपालमा भएको विकृति विसङ्गतिको बारेमा त म तपाईहरुसँग बसेर 10 घण्टासम्म बोलेँ पनि मेरो वर्ड चाहिँ सिद्धिँदैन, किनभने मैले त यति लामो समय यही बिताएको छु है। जुन धर्म माने पनि हाम्रो अन्तिम उद्देश्य शान्ति स्थापना हो भने हामी जुन धर्मको मान्छे पनि यहाँ हुन पाइयो। त्यसैले यदि यहाँ उपस्थित भएको मान्छेले चाहिँ यो कुनै धर्मको प्रचार प्रसारको लागि चाहिँ आएको होइन भन्ने कुरा। ओके, ह्यापी